तिम्रो के पर्छ त्यो मान्छे मामा हो कि काका हो मामा तिमीलाई कुटेको हो त्यो मान्छेले कुट्यो त्यसरी हान्यो आज हामीहरू मानव बेचबिखन विरुद्धको दिवस अङ्ग्रेजीमा भन्दाखेरि एन्टी ट्राफिकिङ डे 2010 बनाउन गइरहेको छौँ। अलिकति चिता चाहिँ दुख्थ्यो त्यतिखेर चाहिँ त्यस्तो पढ्ने बेलामा उमेरमा कोठीमा पुगेको थिएँ म अलिकति मन चाहिँ दुख्थ्यो त्यहाँको मान्छेहरूले पनि यो त बच्चा होइन भन्न ठानेर एक दुई यसको नाम मैले मुक्ति किन राखेको भनेको फ्रिडम खुलेरै बाँचोस् यो किनकि यो मलाई एचआइभी भए पनि यसलाई छैन भनेर चाहिँ मैले यसको नाम चाहिँ मुक्ति राखेको। पुरै इन्डियामा त सन्डेको छुट्टी हुन्छ अनि सन्डेको दिनमा थुप्रै कस्टमर आउँछ अनि बिहानै आउँछ 5 बजे 6 बजे 7 बजे उठाउन पानी हालिहाली उठाउँछ दिदी उठ मान्छे आयो तेरो मान्छे आयो भन्छ मान्छेहरूले चुज गरेको हुन्थ्यो नि केटीमा उसँग जाने फलानु नाम गरेकोसँग जाने अनि बिहानदेखि भोकै 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 बेलुकासँग 25 26 27 30 वटा पुग्छ कहिले त मान्छेहरू। अरूको खेतीमा पनि अलिकति गरेर गर्न सकिन्छ नि गर्न सक्यो भने जसले नि गर्न तपाईँ नबोल्नु म उहाँलाई सोध्दैछु तपाईँ भन्नु त्यो पासपोर्ट भिसा नभए तपाईँ विदेश कहाँ जानुहुन्छ लगेर बम्बईमा ठिकै छ तपाईँहरू विदेश राम्रो भनेर जानुहुन्छ तपाईँ गएर बम्बईमा बेच्यो भने तपाईँ के गर्नुहुन्छ एचआइभी एड्स लागेर मर्नुहुन्छ त्यही आज माइती नेपालले मलाई उद्धार नगरे भए म त्यही कोठीमा पुग्ने रहेछु। मलाई खुसी लाग्यो सबैसँग मिलेर म अगाडि नै यस्तै काम गर्ने हुँ ताकि अरू बहिनीहरू नबेचियोस् भनेर। बालबालिकाको बेचबिखन विरुद्ध विविध कार्यक्रमहरू नाटक लगायतका विविध कार्यक्रमहरू प्रस्तुत हुन